नयाँ पनि भ्यायो होइन, कभर यस्तो छ। अनि आज चाहिँ मैले खासै भन्दाखेरि यो खालको आउटफिट भनौँ होइन, तर अलिकति यो कोरियन टाइपको भयो कि जस्तो लाग्यो होइन। जुत्तामा चाहिँ यो नेपालबाट लिएर आएको 3 वर्ष अगाडि 1600मा सिलाएको होला, बौद्ध जलपाइगुडी नयाँ बस्तीमा सिलाएको यो। यो लाइ पनि हेरौँ, हाम्रो जुत्ता लगाइसकेपछिको फाइनल लुक छ यस्तो है। त्यस्तो ट्रेन्डी कपडा पनि होइन, सबै पुरानै हो यो। आफूसँग जे छ त्यहीसँगै मिलाएर लगाएको हो है। अलिकति केही खाली भएको हो कि जस्तो लाग्यो होइन, त्यसैले एउटा ब्याग तानौँ। कस्तो खालको ब्याग तानौँ त, ठक्क लगाएर ब्यागमा होइन अलिकति कलर टाइपकै भनौँ न। गीत गाइदिउँ न, कुन गीत गाइदिउँ? फेरि मलाई एउटै गीत भन्दा अरू आउँदैन क्या। मलाई किन अलिकति यस्तो खालको कपडा लगाएर बाहिर निस्किनु मन लागेन आज है। त्यही भएर मसँग चाहिँ छ यो पुरानो सर्ट, यो पनि नेपालबाटै लिएर आएको हो, ब्ल्याक फर्मल प्यान्ट, जियूबाट लिएको। यो चाहिँ अलिकति आजभोलि ट्रेन्ड अलिकति क्रप टपमा लगाउने चलन छ नि त। यो चाहिँ अलिकति लामो छ, यसलाई चाहिँ म कैँचीले काटिदिउँ कि भनेर सोचिरहेको छु। ओइ यसले त यत्तिकै पनि राम्रो देखाएको क्या होइन, तर अलिकति ट्रेन्ड भएपछि ट्रेन्ड अनुसार नै यसो लगाएर हेरिदिउँ न भनेर काटिदिन्छु। सिलाउँदिनँ जस्तो हुन्छ त्यस्तै लगाइदिन्छु। जुत्तामा चाहिँ के तान्न मन लाग्यो भन्दाखेरि होइन, मलाई यो जोडी हेर्नु मन लाग्यो। के भनौँ, स्किन केयरको लागि चाहिँ छ मसँग यहाँनिर यो स्प्रे। यो चलाउनु थालेको कति भयो, 3 महिना भयो के अरे होइन। हातमुगी यो स्किन कन्डिसनर एकदम राम्रो छ। यो चाहिँ के भन्छ अरे, पोरलाई अलिकति कस्तो एक्सप्लेन गरेर नआएको मलाई। यो चाहिँ के रहेछ यसरी पढिदिउँ न है, पोरमाइजिङ। यो चाहिँ पोरमाइजिङ हो होइन, यही सेम ब्रान्डकै है। राइट हो कि रङ हो थाहा भएन। पहिला सुरु यो लगाएर अनि यो लगाउने गर्छु, अनि यो लगाएको केही समयपछि चाहिँ यो लगाउने गर्छु है त। अनि यो लगाइसकेपछि चाहिँ सनस्क्रिन। कपालको लागि छ मसँग यो, अनि यो चाहिँ स्कुलबाट दिएको है, हेयर ओइल हो, हेयर स्प्रे है। यो चाहिँ हाडको लागि चाहिँ यो हो, ग्याट्सबाईको। अनि त्यो चाहिँ हेयर सेट गर्नको लागि हो। यो चाहिँ हल्का ब्राइटन अप पनि गर्छ र राम्रो खालको स्मेल पनि आउँछ, त्यही हो होइन। अनि यो चाहिँ स्टाइलिङ वाक्स हो, अब हेरी लगाइन्छ। यो चाहिँ ओभर हार्ड टाइपको हेयर स्टाइलिङ चाहियो भने चाहिँ यसले काम गर्छ होइन। अनि यो चाहिँ अब हाम्रो लाइट भयो होइन। फेरि खतरै छ फेरि। यो चाहिँ फोटो सेसन अथवा केही गर्नको लागि भनौँ न होइन। 20% जति ड्राई भइसकेपछि चाहिँ म चाहिँ यसरी लगाउने गर्छु है। अब राइट रङ मलाई थाहा छैन। हेयर मिल्क र हेयर ओइल त त्यस्तो ओइली चाहिँ होइन है, टक्क मिसाएर होइन। अनि टक्क लगाएर यस्तो गर्छु, यहाँ भित्रबाट भन्दा नि यहाँ बाहिरबाट मात्र यसरी, अनि चाहिँ भित्र है त। म चाहिँ यसरी लगाउने गर्छु। केही समय अगाडि चाहिँ मैले यो सर्टलाई कट गरेको थिएँ होइन, अनि अलिकति छोटो भएको थियो क्या यो, त्यही भएर अनि लगाएर हिँड्न अलिकति अप्ठ्यारो भयो यसरी। अनि आफैले काटेर अनि सिउले सिलाइदिएको हो, त्यस्तो राम्रो फिनिसिङ छैन। यो चाहिँ अलिकति छोटो भएको कारणले ठ्याक्क क्रपमा साइज अनुसारको ज्याकेट चाहिँ मसँग यो छ क्या। अनि यो साइजमा चाहिँ यसलाई काटी हेर्नु पऱ्यो भनेर सोचिरहेको छु। ल हामी काटौँ है त। कटिङ हुँदैछ। मैले सोचे अनुसार अब एकचोटि लाएर हेरौँ न कस्तो देख्दो रहेछ है त। फाइनल लुक चाहिँ यस्तो भएको छ है। लाइट छैन अनि कस्तो यसको डिफ्रेन्स चाहिँ नदेखायो क्या। यता पनि ठिकै छ यतिको त। घाँटीमा अब के भएको हुन्थ्यो है, एउटा चस्मा मात्र भए पनि एड गरिदिउँ है। अनि हामीसँग छ ब्याग।
ब्यागमा चाहिँ फेरि भेरी हेरिदिनु के छ कभर पनि मिलाउनु बाँकी नै छ। मैले हेयरसेट पनि गरिसकेँ होइन, त्यस्तो राम्रोसँग गर्न चाहिँ पाएन, फ्लो दिन खोजेर है। अनि मैले चाहिँ हल्का लाइट वाक्स मात्र लगाएको छु, अहिले हार्ड स्प्रे हान्नु बाँकी छ। अनि यो कपाललाई चाहिँ आफूले अब मिलाउन पनि सकिन्छ, जस्तै अब आफ्नै स्टाइलमा यसरी। यो लुज वाक्स लाउनुको रिजन चाहिँ यस्तो हो, आफूले कपाल अलिअलि मिलाउन पाइन्छ होइन, यसरी तान्ने हो कि के गर्ने हो होइन। अनि स्प्रे हानिसकेपछि चाहिँ अलिकति मिल्दैन, त्यत्तिकै सेट भइरहन्छ। त्यही हो, कस्तो देखा चाहिँ मैले राम्रोसँग देखाउन चाहिँ पाएको छैन।